सबैजनालाई वेलकम ब्याक टु माई सिजु ब्लग अनि मेरो न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ फेरि पनि किन ब्लग बनाउँदैछ त यो केटीले भन्दै सोच्दै हुनुहुन्छ भने चाहिँ हिजोको ट्राई अन हल त गर्नु पर्यो नि हैन। लुगा त किनेको छौं, हजुरहरूलाई देखाएको छैन के लुगा किने, यसले त जब के रे पसलमा त एक्सप्लोर गरेर आयो भन्नुहुन्छ होला पक्कै पनि, त्यही भएर चाहिँ मैले ट्राई गरेर हजुरहरूलाई देखाउने छु। लेट्स स्टार्ट माई ब्लग गाइज। अब हजुरहरूलाई मैले के लुगा किनेको छु भनेर हजुरहरूलाई देखाउने छु। अनि फर्स्ट अफ अल चाहिँ मेरो लुगाहरू हेरौँ। वेट अ मिनेट, म ल्याइहाल्छु। मैले पटाएर चाहिँ राखेको छुइनँ क्या, यत्तिकै त्यो के रे फ्यात्त फालेर राखेको थिएँ क्या। अनि ओके, अलमोस्ट मैले चाहिँ 2000 रुपिज लगेको थियो हैन। 2000 रुपिजमा चाहिँ मैले कतिवटा लुगा लिएर आएँ भन्दा चाहिँ 4वटा लुगा लिएर आएँ। 4वटा लुगा लिएर आएँ, हेर्नु है त। हियर इज माई क्लोथ्स, हियर इज माई क्लोथ्स है। अब यो लुगाहरू चाहिँ म वान बाई वान ट्राई गरेर पनि देखाउँछु। फर्स्ट वान लुगा चाहिँ यो हो, यो चाहिँ सर्ट हो। यो सर्ट चाहिँ कस्तो राम्रो छ, यसको फेब्रिक 500मा चाहिँ यस्तो क्वालिटीको लुगा चाहिँ पाउनु गाह्रै छ अहिलेको जमानामा। अनि म यो हजुरलाई ट्राई गरेर पनि देखाउने छु। यो ट्राई गर्दाखेरि चाहिँ यस्तो देखेको छ, अगाडिबाट यस्तो देखिन्छ, पछाडिबाट यस्तो देखिन्छ। अनि हजुरले यसलाई फोल्ड गरेर पनि लाउन सक्नुहुन्छ। सेकेन्ड वान इज दिस। यसलाई चाहिँ हामीले 2 स्टाइलमा स्टाइल गर्न सक्छौँ। अनि जसको चाहिँ बेली छ, जस्ट लाइक माइन, मेरो बेली ठुलो छ क्या। अनि त्यो एरियालाई चाहिँ अलिकति यसले कभर गरिदिन्छ अनि राम्रो देखिन्छ क्या। अनि म हजुरहरूलाई ट्राई गरेर लगाएको देखेपछि हजुरहरूले ए हो रहेछ, यसले चाहिँ यसरी छोप्ने रहेछ भन्ने जस्तो चाहिँ लाग्छ। यसमा कलर अप्सन पनि थियो, मलाई चाहिँ यही मन पर्यो। अब हेरौँ है त कस्तो देखिन्छ यो लाउँदाखेरि। अघि मैले हजुरहरूलाई भनेको थिएँ नि, यो टी सर्टलाई चाहिँ 2 स्टाइलमा स्टाइल गर्न सकिन्छ, विथ स्ट्राइप र विदाउट स्ट्राइप। अनि यसले चाहिँ मजाले बेली पार्टलाई पनि छोपिदिन्छ क्या। अनि यो चाहिँ विदाउट स्ट्राइप हो, यस्तो देखिएको छ। अनि म चाहिँ अलिकति नाच्छु है त गाइज। एन्ड थर्ड वान इज दिस। थर्ड वान इज दिस। यो पनि कस्तो राम्रो छ। यसमा चाहिँ कस्तो के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ अलरेडी फर्म छ क्या। फर्म भएपछि हामीलाई इनर चाहिँ लाउनु परेन। एन्ड इट लुक्स गुड। धेरै जस्तो चाहिँ मलाई चाहिँ कस्तोले सुहाउँछ जस्तो लाग्छ भन्दाखेरि चाहिँ भिनेक हुन्छ नि, भिनेकले सुहाउँछ जस्तो लाग्छ कि। नट टोटली भिनेक त छैन, भए पनि राउन्ड नेकहरू भन्दा चाहिँ भिनेकले सुहाउँछ जस्तो लाग्छ। कुन चाहिँले सुहायो, अहिले राउन्ड नेकले सुहाइरहेछ कि गाइज भिनेकले सुहाइरहेछ हजुरहरूले भनिदिनु है त। अनि यसको क्वालिटी पनि कस्तो राम्रो हो कि। अनि यो चाहिँ वास गरेपछि कस्तो हुन्छ थाहा छैन, तर राम्रै छ क्वालिटी। यो टी सर्ट चाहिँ ठिक्कको छ क्या, धेरै क्रप टप टाइपको पनि छैन। जसलाई चाहिँ क्रप टप मन पर्दैन उहाँहरूलाई चाहिँ यो चाहिँ पर्फेक्ट छ। अनि यसलाई चाहिँ स्टाइल गर्दा चाहिँ यस्तो देखिन्छ। एन्ड नाउ लेट्स सी फोर्थ वान है। फोर्थ वान चाहिँ कस्तो छ भनेर। फोर्थ वान चाहिँ यस्तो छ, यो चाहिँ विन्ड सिटर हो। यसलाई पनि म हजुरहरूलाई लाएर देखाउने छु। दिस वान अल्सो 500। हजुरहरूले सोच्नु होला कि यसले 500मा किने होइन होला यो भनेर, तर मैले यो 500मा नै किनेको हो। किनकि अहिले 500मा त आउँछ नि त, तर अलिकति यो चाहिँ राम्रो छ क्या। तर खुम्चिनु चाहिँ खुम्चिन्छ होइन, यसलाई काचकुचुक पारेर राख्यो भने चाहिँ खुम्चिन्छ क्या। अनि ल है त अब ट्राई गरेर हेरौँ यो पनि। अब म हजुरहरूलाई लगाएर देखाउने छु है त यो कस्तो देखिन्छ लाउँदाखेरि भनेर। अनि जो चाहिँ स्कुटरहरू चलाउनुहुन्छ उहाँहरूलाई चाहिँ यो चाहिँ पर्फेक्ट छ क्या विन्ड सिटर। जस्तै अब गर्मी महिनामा त अब धेरै बाक्लो विन्ड सिटरहरू, बाक्लो ज्याकेटहरू लाएर त हिँड्न सक्दैनौँ नि त हामी। अनि जस्तै भित्र अलिकति यस्तै क्रप टप टाइपको टी सर्टहरू लाएर अनि यो ज्याकेट लाउँदा चाहिँ पर्फेक्ट हुन्छ। मलाई चाहिँ यसको क्वालिटी साह्रै राम्रो लागेको। अनि लाउँदाखेरि चाहिँ यस्तो राम्रो देखिने क्या। अब चेन खोलेर लाउनु नि मिल्यो, यतिकै पनि स्टाइल गर्न मिल्यो। द्याट्स अल फर टुडे गाइज। हजुरहरूले देख्नु नै भयो मैले के किने। 2000मा कतिवटा लुगा किने। अनि ए वेट अ मिनेट, मैले चाहिँ 2टा इयरिङ पनि किनेको थिएँ कि। अनि त्यो 2टा इयरिङ त भन्नु मिलेन, एयर टप्सहरू चाहिँ किनेको थिएँ। अहिले ट्रेन्डी छ नि त त्यो। अनि 2टा किनेको थिएँ, त्यो पनि हजुरहरूलाई देखाउँछु। वेट अ मिनेट, म लिएर हाल्छु है। They are, one is this. यो चाहिँ सानो छ, यो चाहिँ सानो छ। युजुअली पनि लाउनु मिल्यो क्या, हामीले डेली वेयरमा पनि लाउनु मिल्यो। अनि दिस वान इज
क्वाइट बिग। यो चाहिँ अब सिल्क बनहरु गर्दा या मलाई चाहिँ यतिकै त्यो के रे नर्मली ड्रेस गर्दाखेरि नै सुहायो। हिजो लाएर ट्राई पनि गरेको थिएँ, टिकटक पनि बनाइसके मैले। अनि दिस वान इज अनदर वान इज दिस। अनि दिस टु मलाई कस्तो क्यूट लाग्यो क्या, बिग वाला चाहिँ नमन पनि। अनि यो चाहिँ कस्तो राम्रो लाग्यो यो दुईटा। अनि यति नै हो मैले शपिङहरु गरेको। अनि हजुरहरुलाई मैले लाएर पनि देखाइसके। अब चाहिँ मेरो भ्लग म यही इन गर्नु गइरहेको छु। हजुरहरुले चाहिँ लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब चाहिँ गर्नु नभुल्नु होला गाइज। बाइ बाइ, सी यु नेक्स्ट भिडियो।